हेलो गाइस, सबैलाई वेलकम छ मेरो यसकै युट्युब च्यानलमा। गाइस, आज चाहिँ कम्तीमा पनि 2 महिना भइसक्यो होला। 2 महिना पछाडि चाहिँ म मेरो जिएफलाई भेट्न जाँदैछु। मकैबारी सबै मकैबारी हिलै पानी परेर पिटी मुसीहरू पनि आउँदैछन्। मकैबारी दर्याम भन्दै हिँड्दै पर्दा जिएफ बनाएपछि साह्रै गाह्रो हुने रहेछ गाइस। जिएफलाई भेट्न जान, जिएफले कराएको कराई बोलाएको बोलाइ साह्रै गाह्रो हुँदो रहेछ जिएफलाई भेट्न जान चाहिँ। तिनीहरू मकैबारीमा हिँड्नलाई अप्ठ्यारो मानेर पानी नै पानी गाह्रो छ। आऊ छिटो। मकैबारी दर्याम हरियो काँक्रो कर्याम यस्तै छ गाइस हाम्रो गाउँ ठाउँ यस्तै छ। हजुरहरू कहाँ कहाँदेखि हुनुहुन्छ कमेन्ट गर्नु होला। म चाहिँ मोरङदेखि हो। अहिले आलीबाट चिप्लेर पानीमा पसाउला नि। कुदा मकैबारी दर्याम ल रोड घुम्नको अल्छीले गाइस मकैबारी हिँडेको। मकैबारी हिँड्दा पानीले मार्न आँटिसक्यो। यी दुईटी चुरमुसीहरूलाई पनि लिएर हिँडेको। यी चुरमुसीहरू हिँड्न नसकेर फेरि साइकलमा आएको थियो भने बरु हुने थियो। आज चाहिँ शीतल छ र दिन राम्रो छ। छिटो आऊ। केटीलाई भेट्न जान नि साह्रै गाह्रो पर्दो रहेछ। जिएफलाई भेट्न जान पनि गाह्रो छ गाइस। यिनीहरूलाई चाहिँ साथी लिएर हिँडेको। म जिएफलाई भेट्न जाँदा यिनीहरू यसो निगरानी बस्छन्। हामी डेटिङ बस्ने, यिनीहरू निगरानी बस्ने। बुझ्यौ नि? यसो फोटो खिच्दिने साथी। फोटो खिच्ने साथी त चाहियो नि त हो। यी दुईटी चुरमुसी चाहिँ यस्ता छन्। तपाईँहरूलाई मन पर्यो भने कमेन्ट गर्नु को मनपर्छ। मेरो त अलरेडी नै छ मेरो जिएफ। दामी हुन्छ भाउजूको घर पुग्न पनि साह्रै गाह्रो पर्यो गाइस। अब आइपुग्न आँट्यो। 2 महिना पो भइसक्यो त हौ भाउजूलाई नभेटेको पनि। भाउजूलाई भेट्न साह्रै गाह्रो पर्यो। भाउजू घरमा हुनुहुन्छ कि हुनुहुँदैन के थाहा, सोधेको पनि छैन भनेको पनि छैन। फर्किनु पर्यो भने म त हान्छु नि। कुदन केटी हो, कुद्दै जाम फेलिलिलि गाडी भएछ है। मुटु फुट्ने बेला भइसक्यो। यता नाको पनि धेरै भएछ उता रोडबाट हिँड्ने बानी भएर होला। सुरुमा भीगी रातों में मीठी बातों में मुझे मकैबारी दर्याम हजुरको घर जान मकैबारी गाह्रो छ गाइस। हामीलाई गाह्रो छ। दुईटीलाई निगरानी लिएर दुईटीलाई हिँडेको म। मकैबारी कुद्दा मान्छे नै खुस्किने होला है। कता हो अब त सिधै पुग्यो त। भाउजू हर्नी बिर्सिनु भयो। बाटो बिर्सेर फेरि 2 महिना भएछ कि 2 महिनामा त सबै के आउँछ हे सोनाता न यसलाई सँगसँगै झुन्डिन्छ त। म मन पराउँछ कि राम्रो भएर होला। बाटोमा भेट्ने मान्छेले पनि आफै नझुम्किकन हेर्छन् र पत्ता। हामी चाहिँ बुझ्नु परेन र पो त। त्यही त भाइ हुनुपर्छ क्या, त्यही भएर हामी जस्तो भाइ हुनुपर्छ। बहिनी भएर कहाँ फुल फुलै लिएर जान हुन्छ भाउजूको लागि। फुल किँदैन फुलै छैन के गर्नु त।
ए आफै टिपी हाल्नु गाइस यो चाहिँ भाउजूको लागि फुल फेरेरै चित्त बुझाउँछु छुने औकात छैन ए भाउजूको लागि फुल यहाँ पो रहेछ त भाउजूको लागि टिप्नेको चक्करमा आफैले पुरै खानु होला नि भाउजूको लागि फुल गाइस जिएफको लागि फुल कसैले त देखेन नि फुल चोरेको उता रङ गरेर छोडे देखेन उता स्पेसल भाउजूको लागि फुल यहाँ चाहिँ होइन यो गाउँमा त नौलो त थिएनौँ त के साह्रो हेरेका हो होइन नौले भइसक्यो हौ हामी भाउजूलाई फुल लिएर जानु हुँदैछ अनि त्यही भएर भाउजूको लागि फुल गाइस भाउजूले कसो गर्ने हो नि भाउजूको रियाक्ट कस्तो हुने हो नि जिएफको लागि तिमीहरूको भाउजू मेरो जिएफ तर भाउजू घर बिर्सेर बोली नै सक्यो यार हिँड्दा यता उँधो गरेँ त भित्र आउने नि साइकलमा हिँड्नको अल्छी खुट्टाले हिँडेको गाइस हिँड्दा हिँड्दा खुट्टा भाँचिन आँटिसक्यो यता सिटमा छ नि त्यो साडीले तल बस्छ साडीले बस्ने त्यो आगोमा सार्न न त्यो प्रोग्राम गर्नु अनि घुमाउँदै घुमाउँदै पर्छ म मेरो जिएफको घर चाहिँ फुलबारी चोक फुलबारी चोक अब आइपुग्यो धेरै वेट गर्नु पर्दैन बस्नको लागि हामी चाहिँ कहाँ गर्नु बस्छौँ हामी दुईजना मात्रै थियौँ दुईजना 2 महिनामै सबैको नजरमा माथि झन् 2 वर्ष पछाडि आउनु भने कस्तो हुन्छ वर्षपछि हाम्रो 2 वर्ष पछाडि भाउजू ए भाउजूसँग दिनै पछि कुराकानी हुन्छ मेरो कमेन्टमा भेट्न आउन छिटो भन्नु हुन्थ्यो मैले मकैबारी कुद्दा कुद्दा लुगा पनि खेत्र पनि गयो जत्तिकै भएछ होस् अहिले कराउँछन् गोलेर फेरि गोलेर पर्छ नि कति टाढा हो ससुराली जाने हो खसीको मासु खाने फेरि खसीको मासु जति चल्दैन ब्रोइलरको मासु खाने हो ससुरालीका रेणुका दिदी यसरी अब के देख्नु भयो क्या राखेरी रुपा छैन तपाईँले नचिनेर के भयो रुपाले चिन्यो भने भाइ रुपा छैन कहाँ गयो तल गएको म भन्छु फोन गर्नु पर्दैन बिहानै रुपाको लागि फुल माफु लाउनु टुटेको आशा मेरो कहाँ जानु त अब जानु बोलाउनु नि त रुपालाई तल साल दिदीकोमा गएको थिएँ कहाँ साल दिदीको चाहिँ तर चिन्छौ भने होला कहाँनिर हो ए तल टुक्रेदेखि मासतिर हौ टुक्रे त टाढा छ भने सुनेको थिएँ रुपा आउँछ भने कस्तो झुक्कायो मलाई अरे त नि स्कुलमा भेट भयो थियो जानुभएको थियो अरे अनि त थिनस् अरे अनि फेरि फर्किनु भो जान्छौँ रुपालाई भेट्ने अनि मात्र आउने रुपालाई भेट्नु साह्रै पो पर्यो त भेजौँ होला हौ घर कि तपाईँ पनि टाढा छ अरे नि कति हेर आउनुहुन्छ अब टुटेको आशा मेरो टुटेको बिचरा नरुचारा बिहानै फोन गरेको थियो त ठिकै हुन्छ गाइस जियालाई भेट्ला फुल नै ओइलिने पर
बिचारा भेट्छु भाउजूलाई भेट्न नि कति गाह्रो पर्यो सरप्राइज दिन भएर आएको आफै सरप्राइज भयो अनि सरप्राइज जिएफलाई भेट्न साह्रै पर्यो बाई बाई गाइज हजुरहरूलाई फेरि नेक्स्ट भिडियो लिएर आउनेछु यसरी नै आज जिएफलाई भेट्न गएको अब घर फर्किनै पर्यो भेटिएन जिएफलाई बाई बाई गाइज फेरि नेक्स्ट भिडियो लिएर आउनेछु हजुरहरूको